आइभीएफ भनेर डेफिनेटली आजकल तपाईहरुले धेरै सुन्नु पनि भएको छ। अब अहिले एकदमै कमन विषय भनौं, धेरै सेन्टर्सहरु पनि छ। यो उपचार विधि हो, कस्तो खालको उपचार विधि हो त? यो चाहिँ एउटा निसन्तान दम्पति हैन, जसको बच्चा बस्न गाह्रो भइराछ। सो निसन्तान दम्पतिमा गरिने एक प्रकारको उपचार विधि। यो मात्र नभई निसन्तानको लागि आइभीएफ मात्र होइन, तर यो एउटा प्रकारको उपचार विधि हो जसमा चाहिँ हामीले जिउमा कसै गरी भ्रूण बनि नै रहेको छैन, प्रेग्नेन्सी भइ नै रहेको छैन, गर्भ बसि नै रहेको छैन भने हामीले जिउ बाहिर ल्याबमा भ्रूण बनाउने प्रक्रियालाई आइभीएफ भन्ने गर्दछौं। आइभीएफ भनेको जुन जिउ बाहिर भ्रूण बनाउने प्रक्रिया छ नि, यो फर्स्ट सुरु भएको संसारमा वर्ल्डमा भनेको कस्तो बिरामीको लागि त, जसको नली चाहिँ ब्लक थियो, नलीले काम नगरे हुनाले बच्चा बसिरहेको थिएन। सो जिउ बाहिर भ्रूण बनाएर पाठेघरमा हालिएको थियो। यो स्टार्टिङ फेज है। सो आइभीएफ बेसिकली भनेको ट्युबल ब्लक केसेसहरुमा हामी गर्छौं है। एउटा कुरा त्यो, अर्को कुरा अब साथसाथै एन्डोमेट्रियोसिसहरु भन्छौं हामी, यसमा पनि ट्युबको खराबीहरु हुन सक्छ। त्यो कन्डिसनमा हामी आइभीएफ गरेर हुन्छौं। एडभान्स एज, एकदम एज बढी छ, एउटा लेभलमा 35 अबभ छ। म एक्ज्याक्टली यो त भन्दिनँ। एडभान्स एज जहाँ चाहिँ प्रेग्नेन्सी हुने पोसिबिलिटीहरु कम छ, या रिपिटेड पहिले ट्रिटमेन्टहरुमा प्रेग्नेन्सी फेलियर्सहरु भइरहेको थियो अरु ट्रिटमेन्टमा भने उहाँहरुको लागि पनि आइभीएफ वरदान साबित हुन सक्छ। साथसाथै मेल फ्याक्टर, यदि पुरुषको शुक्रकीटमा एकदमै कमी छ है, कमी छ भने आइभीएफ जिउ बाहिर भ्रूण बनाउने प्रक्रियामा हामीले अझै एडिसनली इक्सी प्रोसिड्युर इक्सी गरेर त्यहाँबाट पनि हामीले प्रेग्नेन्सी गराउन सक्छौं। सो अब आइभीएफ बेसिकली चाहिँ एन्डोमेट्रियोसिस, अनएक्सप्लेन इन्फर्टिलिटी भन्छौं हामी, लामो समयसम्म सबै कुरा ठिकै देखिरहेछ तर बच्चा बसिरहेको छैन हैन, यो केस विथ एडभान्स एज विथ अरु फ्याक्टर्स छ भने उहाँहरुलाई पनि एकदम वरदान साबित हुन्छ। ट्युबल ब्लकको केसमा, मेल फ्याक्टर्सको केसमा, या प्रिभियस रिपिटेड अरु ट्रिटमेन्टहरु फेलियर भएको केसेसहरुमा। सो यो चाहिँ बेसिकली आइभीएफ को इन्डिकेसन्सहरु हो, गर्नुपर्ने केसेसहरु। र अर्को कुरा, आइभीएफ अहिले सबै कुरा ठीक छ, प्रेग्नेन्सी हुन सकिन्छ, प्रेग्नेन्सी भइ पनि रहेछ, तर प्रेग्नेन्सी टिकिरहेको छैन, या नभई पहिले जन्मेका बच्चाहरुमा कुनै जेनेटिक प्रब्लम्सहरु छ भने आइभीएफ हामीले त्यस्तो केसेसमा पनि गर्न सक्छौं। किन? त्यसमा हामीले भ्रूण बाहिर बनाउँछौं, बनेका भ्रूणको जेनेटिक टेस्ट गर्छौं र जेनेटिकली नर्मल भ्रूण, युप्लोइड भन्छौं हामी, यस्ता नर्मल भ्रूणलाई चाहिँ हामी ट्रान्सफर गर्छौं। सो यो केसमा पनि हामी आइभीएफ गर्न सक्छौं। यो केसमा चाहिँ अब बेसिकली प्रेग्नेन्सीको लागि नभनेर हामीले अरु चीज यो बाइपास गर्न, जेनेटिक टेस्टिङको लागि यसमा पनि आइभीएफ गर्न सकिन्छ। आइभीएफ जुन भन्ने बित्तिकै अब हामीसँग अलिकति यहाँ भ्रामक कुराहरु पनि हुन्छ। अब आइभीएफ गर्न कोही आयो, कोही फर्टिलिटी सेन्टरमा आउने बित्तिकै अर्कैको बच्चा हाल्दिन्छ, अब के हुन्छ भन्ने यस्ता कुराहरु सुन्न आइन्छ, हामीलाई पनि सोध्नुहुन्छ, बट दैट इज अल रङ। हेर्नु, आइभीएफ भनेको बेसिकली मैले तपाईलाई भनिहालेँ, जिउ बाहिर भ्रूण बनाउने प्रक्रिया हो। सबैजनाको अर्काको हामीले युज गर्ने भन्ने हुँदैन। सेल्फ आइभीएफ हामी गर्छौं हैन, त्यो कसलाई के चाहिन्छ हामीले क्याटेगोराइज गर्छौं। सो सेल्फ आइभीएफमा महिला र पुरुष, वाइफ हस्बैंड वाइफ दुवैजनाको हामी वाइफको एग, हस्बैंडको शुक्रकीट युज गरेर हामी जिउ बाहिर भ्रूण बनाउँछौं र त्यसलाई अगाडि बढ्छौं। र सर्टेन केसेसहरु पनि हुन्छ जहाँ हामीले डोनेसन लिनु, ग्यामेट डोनेसन। अब कुनै कुनै केसमा फिमेलको आफ्नै एग्सहरु युज गर्न नमिल्ने छ, या अथवा एकदमै कम छ, या अरु कुनै कन्डिसन छ जुन टाइम भन्दा अगाडि नै महिनावारी सुकेका कन्डिसनहरु जहाँ उसको आफ्नैबाट एग्सबाट पोसिबलै हुँदैन, जिउमा हुँदैन। सो यस्तो केसेसहरुमा चाहिँ हामीले डोनेसनहरु पनि युज गर्ने गर्छौं। र बेसिकली एडभान्स एज, एकदम बढी उमेर भएको महिलामा आफ्नो एगको नम्बर एकदम कम, क्वालिटी एकदम कम हुने कन्डिसनमा पनि हामीले एग डोनेसन्सहरु युज गरेर गर्छौं। र कुनै कुनै केसेसमा मेलको केसमा पनि, पुरुषको हकमा पनि हामीले डोनेसन लिएर, सिमेन्ट डोनेसन्सहरु लिएर गर्ने गर्दछौं। सो अब एजको कुरा आउँछ, कतिसम्म गर्ने भनेर हेर्नु, एज एक्ज्याक्टली यति भन्ने हुँदैन, तर यस डेफिनेटली 40 अबभमा हामी इन विट्रो फर्टिलाइजेसन कुनै पनि मेथडबाट जाम हैन, डोनेसन मेथडबाट जाम, ओबाट जाम, हामीले के बुझ्नु पर्छ भने र्याम्पेन्टली हामी सुन्छौं यति वर्षको फिमेल प्रेग्नेन्ट हुनुभयो उति। सो त्यो मात्रै कुरा हैन, यहाँ प्रेग्नेन्सी गराउनु मात्रै ठुलो कुरा भएन। इज शी मेडिकली
फिजिकली फिट टु बी प्रेग्नेन्ट हैन, उहाँले गर्भ लिनको लागि उहाँको स्वास्थ्य ठिक छ कि छैन यो जान्नु एकदमै जरुरी हुन्छ है। हाराहारी एभरेजको कुरा गर्दा फिमेलमा 50 मेलमा 55 सम्म यो एज एउटा लिमिट भनेर धेरै जसो कन्ट्रिजहरूले राख्नुहुन्छ, तर एक्ज्याक्टली यही फलो सबैजनाले गर्दैन। मेरो केसमा पनि म पनि हाराहारी फिमेलको 50 सम्म लाइक इफ एभ्रिथिङ फाइन मेडिकली साउन्ड छ भने हामी प्रेग्नेन्सीको लागि आइभीएफ विधिबाट अगाडि बढ्न सक्छौँ। हामीले निसन्तान दम्पतिहरूलाई गर्ने कुनै पनि उपचार विधिमा यसको सक्सेस हामीले सबैलाई एउटै ल हामीले यति गरिरहेछौँ तपाईँको पनि यही हो सबैको यही हो भन्न मिल्दैन। दम्पतिको हरेक स्टेटसहरू हैन, अब उहाँहरूको उमेर, उहाँहरूको रिपोर्ट्सहरू, उहाँको जिउको अब पाठेघरको स्थिति अनि अन्य विभिन्न कुराहरू हुन्छन् है। अब बनेका भ्रूण कस्ता छ, क्वालिटी कस्तो छ, कतिवटा भ्रूण छ, कुन ग्रेडिङ छ, पाठेघरमा केही समस्या, हर्मोन्समा समस्या या अरू कुनै कुराहरू है, यी सबै कुरालाई हामीले सबै कुरा एनालाइज गरेर अनि हामीले एउटा सक्सेस हुन्छ नि, यसको सक्सेस कति हुन्छ तपाईहरुको लागि, एउटा दम्पतिको लागि चाहिँ कतिको हुन्छ हाराहारी भनेर हामीले किटानी भन्ने कुरा त होइन, तर यस डेफिनेटली हामीले यी सबै प्यारामिटर हेरेर एउटा यतिको सक्सेस चाहिँ हामी गर्न सक्छौं, तर यो सक्सेसको लागि हामीले यसरी अगाडि बढ्नु पर्छ भनेर हामीले त्यो बारे जानकारी दिन चाहिँ सक्छौं। तर भन्दैमा 90% चाहिँ हाम्रो क्लिनिकको भनेर ल यहाँ 90% चाहिँ यहाँ जाउँ, यसले त झन् 100% भनेको छ, यो 100% दैट इज त्यो चाहिँ रङ कुरा हो, त्यो चाहिँ एकदमै रङ हो। सो कुनै पनि ट्रिटमेन्ट गर्नु अगाडि आफ्नो डाक्टरसँग है हामीसँग बसेर किन नभएको कारण र उपचारमा यदि जानुपर्ने छ भने उपचारको विधि र सक्सेस यी सबै कुरा बसेर डिस्कस गर्न चाहिँ एकदमै जरुरी हुन्छ।